जोस् हामी दार्जिलिङबाट यहाँ सुम्बुक भन्ने ठाउँमा आएको छौँ र साथीभाइहरू एकदमै मिलावी छ। हेर्नुहोस् अहिले हामीलाई एक्ज्याक्ट टाइम त कति बज्यो, 9 बज्यो। यहाँबाट हामीलाई दार्जिलिङ पुग्नु झन्डै 3-4 घन्टा लाग्छ र पनि केटाहरू ओके छ। हेर एकदम फोनमा व्यस्त छ। र अर्को कुरो चाहिँ हामी विशेष गरी एकदम ढिलो भएको रिजन चाहिँ यहाँ छ। फेरि हाम्रो अर्को भाइ ओछ्यानमा सुतायो भुइँमा झर्छ, भुइँमा सुतायो चेपमा झर्छ, उताले चेपमा पनि सुतेछ र अहिले फिलहाल चाहिँ भुइँमा छ र हामी केही गर्न सकेको छैनौँ भाइ। यस्तो चाहिँ रुगाई अब उड्छ र जुम्ला। अब उसलाई छोडेर जानु पनि 3 घन्टाको बाटो, 3.5 घन्टाको बाटो सकिँदैन। फोनको चार्ज सक्नु आँटिसक्यो, नेट सकिसक्यो, उड्दैन। हेलो प्रवीण, केही भन न हौ बिचरा भाइ ऊ गगनको बारेमा केही भन। त्यही त खै त अब एउटा उखानै छ नि, बुढी त त्यस्तै भइसकेको छ त यहाँ। सरी फर डिस्टर्ब दे। दादा खाना खानु गइहालौँ न। हजुर हुन्छ, एकछिन अहिले हैन, खाएको बेला सबैले खानुहोस् न। हुन्छ। आइहाल्नुहोस् न। यहाँ अलिक सिरियस केस परेछ कि। होइन हैन, लिएर खानुहोस् न, तपाईँहरू खाइहाल्नुहोस् न, चिसो हुन्छ नि। हुन्छ। ब्याट्री चार्ज डाउन भएछ नि त। भनौँ न। होइन यो ओभर फुल चार्ज भएछ नि त। अघिसम्म लो भएको थियो कि, अरे माथि 3 खेप देवनमा चढायो, 3 खेप ढलिसक्यो अन्त हो। त्यो त यहाँ केटाहरूले यत्रो दुःख गरेर यहाँ सुताएको रहेछ यो माथि होइन। यहाँबाट फेरि झरेर भुइँमा गर्दैछ। उहाँले सुन्दैछ, उठ्नु मात्रै सकेको छैन बिचरा। र अब हामी चाहिँ ऊ उठ्छ र हामी चाहिँ जानुपर्ने। अब उसको अवस्था यस्तो छ। अन्त ऊ भरे 12 बजी उठ्दियो भने पनि टेन्सन छ, 1 बजी उठ्यो भने टेन्सन छ। र हामीलाई चाहिँ जतिसक्दो छिटो उठ्दोस् उहाँलाई। सँगै आएको खानु त सँगै खाएको, चिया पानी हामी त्यो त दुःख लागिरहेछ उहाँलाई। केले भेट्यो योजना केही भयो कि बिसन्चो लाग्यो। त्यस्तो छ अवस्था। धन्यवाद। अब के गर्नु, तपाईँ उठ्नुहोस् र हामी जानेछौँ। मामा के भन्नु न। ल परमेश्वर ठिकै छ, सँगै आएको ग्रुपमा होइन, त्यो लगेर त जानुपर्छ। एउटा चिज खुसी पनि हो, उहाँ खुसी नै छ होइन। हामी पनि अब त्यस्तै छौँ, तर हामी त अलिकति यस्तो स्थितिमा आइरहेको छ, हामी फ्रेसमै छौँ। उहाँलाई चाहिँ अघि तलको त्यही सिन्डे लागेछ हौ। इस्कुस ल्याउनु गएको थियो है। अब भोलि पार्किङमा डल्लै बाँड्ने छ, पार्किङमा सबै आइदिने हो। इस्कुस तेल लिएर आउँदैछौँ भोलि। ल त त्यसो भन्दै है।